कृषि र कृषिसँग सम्बन्धित विविध विषयमा जानकारी गराउने क्रममा आज म तपाईलाई ट्रेमा पिरो खोर्सानी हाइब्रिड पिरो खोर्सानी उमार्न सफल 100% उमार्न सफल कृषक हुनुहुन्छ टेकमान बलामी। उहाँ मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर 6 का कृषक हुनुहुन्छ। कृषिमा लामो समयदेखि लागि पर्नु भएको छ। तपाईं देख्न सक्नुहुन्छ ट्रेमा 100% उम्रिएको छ र के विधिद्वारा उहाँले चाहिँ यति धेरै उमार्न सफल हुनुभयो यो विषयमा कुराकानी गर्छु। नमस्कार। नमस्कार। अनि के विधि अपनाउनु भयो? ट्रेमा धेरै राम्रो उमार्नु भएछ बिरुवा। यो पहिला माटो बनाए, अलिकति लोकल मल धुलो मल हालेर। हजुर हजुर। त्यसपछि क्रेटमा भरेर। हजुर। अनि क्रेटले जम्मै मिलाएर अनि पछि चाहिँ हल्का पानी दिएर अनि बिउ रोपिदिएको। त्यसपछि मतलब छोप्दाखेरि के विधि अपनाउनु भयो? कतिको पुर्नु पर्ने रहेछ? हल्का छोप्दे। हल्का छोपे, हल्का भन्नाले त्यो पाल पारेर बिउ रोपियो। हल्का पाल पार्नु भयो। हजुर। त्यसपछि त्यही माटो यसो समाइदिएको। भनेपछि गहिरो पाल बनाउनु भएन? गहिरो पाल बनाएन, ठिक्क बनाउनु भयो। भनेपछि सुरुमै भिजाउनु नै राम्रो रहेछ। सुरुमै भिजाएर हल्का भिजाएर अनि रोपेको। उमार धेरै राम्रो भएको रहेछ। ट्रेमा कतिपयले बिउ उमार्नुहुन्छ तर सफल भएको छैन। भनेपछि यहाँले चाहिँ गोबर मलको मात्रा कति, माटोको मात्रा कति एकपल्ट फेरि बताइदिनु न। 2 भाग माटो 1 भाग गोबर मल। गोबर मल कस्तो थियो? धेरै धुलो या ठिक्कको? धुलो थियो, माटो जस्तै। माटो जस्तै धुलो बनाएर ट्याक्क मिलाएर अनि त्यो माटो पनि अनि हल्का हुन्छ नि त। हजुर हजुर। हल्का भएपछि उम्रिन्छ भनेर अन्नाजीले यो ट्राई गरेर हेरेको छ र। हजुर। यतिको भयो। अब अर्को अखबारमा चाहिँ के भन्छ, यो चाहिँ हाइब्रिड है। भनेपछि अकबरेको नि योजना चाहिँ छ। योजना चाहिँ गर्नै पर्छ। यो यति भएपछि सहिलो भयो नि त हामीलाई। एकदम राम्रो उमार्नु भएको रहेछ है। अब यो चाहिँ जस्तै दुईटा चाहिँ यहाँले राख्नु भएको चाहिँ किन? एउटा नउम्रियो भने अर्को उम्रिन्छ भनेर हो कि? एउटामा चाहिँ हाल्यो भने अब उम्रिन पनि नसक्ला। अब 2टा भएपछि त भयो। अब मिल्यो भने भोलि फाटेर एउटा रोप्ने, नमिले 2टै रोप्दैन, के फरक पर्छ भनेर। भनेपछि त्यो हिसाबमा राख्नुभयो? त्यो हिसाबमा राखियो। अनि के छ यो यता वरपर कपडा पनि देखिरहेछ? यो अझ यो माटो माथि अझ फरी राखेर माथिबाट परा राखेर। हजुर। अनि त्यसमा पानी हालेर गऱ्यो भने अझ अलि छिटो हुँदो रहेछ। भनेपछि यो फरिया जस्तै पुरानो हाम्रो अब आमा दिदी बहिनीहरूको होइन, फरिया धोतीहरू होइन, यसले के रहेछ अलि चाँडै उमार्नु तातो बढाउँदो रहेछ? दायाँ बायाँको हावा छेक्दो रहेछ अनि छिटै उम्रिने रहेछ के। भनेपछि त्यो कपडा प्रयोग नगरेको र यसमा फरक अलि ढिलो चाँडो फरक रहेछ। 2-4 दिन अलि चाँडै उम्रिने रहेछ। अकबरे पनि। हजुर हजुर। छोपेको यिनीहरू चाहिँ उम्रियो त्यहाँ नै। भनेपछि ट्रेमा चाहिँ अब यो पिटमसहरू पनि प्रयोग गर्छन्। यहाँले चाहिँ आफैले तयार पारेको मलमा माटो मिसाउनु भयो, त्यतिमै उम्रियो, सफल भयो। अब यसलाई के सावधानी अपनाउनु पर्छ? अब यो रोप्नुभन्दा अगाडिसम्म यसलाई स्वस्थ राख्नको लागि, निरोगी राख्न चाहिँ के उपाय गर्नुहुन्छ? यसलाई पानी धेरै हाल्नु हुँदैन। हजुर। हल्का यसलाई चाहिँ उसलाई चाहिन्छ मात्रै। हजुर। अब 1000ले हाल्दाखेरि बढी हुन्ला अनि हामीले चाहिँ पम्पले नै भनेपछि ठिक्क सुक्यो भने चाहिँ हल्का पम्पले झारीले नै हाल्ने। हजुर। अनि अब ठिकै छ भने चाहिँ हल्का अलिकति औषध पनि मिसाइदियो। भनेपछि यहाँको विचारमा मतलब भोगाइमा भनौँ न, बिरुवालाई चाहिँ ठिक्क मात्रै चिसो, सुक्खा पनि नपार्ने, हिलो पनि नपार्ने। त्यति भइदियो भने यो चाहिँ स्वस्थ होला कि भन्ने अनुमान। ठिक छ। अब यहाँले आफ्नो चाहिँ अनुभव बताइदिनु भयो, तरिका बताइदिनु भयो। जो जति नयाँ कृषकहरू हुनुहुन्छ उहाँहरूको लागि धेरै उपयोगी जानकारी पनि हो यो। हस्त, नमस्कार।